आज 2082 फागुन 21 गते बिहान 5 बजे बानेश्वर। हेलो 5:47 बस आइपुग्यो। 5 टी ब्रेक फोटो खिचौँ ल सबैजना टोपी लाएर 1 2 3 ल रेडी खाना आएपछि मात्र खाने धार्मिक भएर विपुल भाइ अनि अर्को सुरज ल उहाँहरू 3 जना चाहिँ पाइलट टिम है। अब हेर्नुहोस् दुईटा बसमा छौँ, एउटा बसमा मैले नेतृत्व गरिरहेको छु, अर्को बसमा झ्यालुटी गुरुमा हुनुहुन्छ है। हामी गणना गर्छौँ, जहाँ छुट्यो त्यही बसिराख्नु। मेडिकल प्रब्लम भयो भने भोजन गुरुमा अनि नरेन्द्र दाई प्रदीप दाई 4 जना। अब चाहिँ हामी यो ठाउँमा पुग्यो। कुन ठाउँ हो थाहा छैन, कुन ठाउँ थाहा छैन, तर अब यो ठाउँमा चाहिँ अब हाम्रो खाना खुवाउने लन्च भनौँ न, लन्च ब्रेक होइन। हामीहरू यो ठाउँमा छौँ होइन। अब खाना खानको लागि तयारी भइरहेको छ। टिफिनहरू भइरहेको छ होइन। नमो बुद्धाय। हामी आज मिति 2062 साल फागुनको आज 25 गते होइन। हामी विश्व शान्ति बिहार र थेरवाद बुद्धिस्ट एकाडेमीको एमए पढिराख्नुभएका विद्यार्थीहरू, जो गुरु धर्मको उच्च शिक्षा पढिरहेकाहरूलाई बुद्धिस्ट पिलग्रिमेज टुर बौद्ध चारधाम यात्राको क्रममा आज पहिलो दिन हामी यता बिपी राजमार्ग बनेपा बर्दिवास हाइवेमा हामीहरू अहिले रोशी खोलाको बिचमा छौँ। हामी बिहान विश्व शान्ति बिहारबाट लगभग 6 बजे 6:15 बजे निस्केका हौँ भने बिचमा धुलीखेलमा सबै तीर्थयात्रीहरूलाई ब्रेकफास्ट पाएर अहिले रोशी खोलाको बिचमा जो अघिल्लो वर्ष जुन बाढीले कटान गरेर ठुलो बिपी राजमार्ग नोक्सानी भएको हो, त्यही बिपी राज कटानी भएको ठाउँको तल अहिले हामी सबै विश्राम गर्दै, यो चाहिँ अहिले भोजनको समय हो र हाम्रा भोजनको स्वयंसेवकहरूले अहिले भोजन पकाइरहेको समयमा सबै तीर्थयात्रीहरू अब यो रोशी खोलाको तिरमा सबैजनाले प्रकृतिको मनोरम दृश्य निहालिरहेको अवस्था हो। र आज हाम्रो पहिलो दिन चाहिँ यो रोशी खोला हुँदै पछि हामी लालगढ जानकी मन्दिरको नजिकमा हामी पुग्छौँ जनकपुरमा। आजलाई यति नै भने तपाईँलाई धन्यवाद। अब हाम्रो लन्चहरू रेडी गर्दै होइन, टाउको खुलाएर केराएर पर्छ सघाउनु। हाम्रो गुरुमाहरू पुरै मोबाइलमा व्यस्त हो। गुरुमासँगै हाम्रो मिसेस पनि आइरहेको अवस्था नै। Once in a life, right? Once in a life.
खोला छेउमा बसेर टक्क भोजन गर्दै धार्मिक यात्रामा भेज खाना खाँदै 11 बज्यो 11:08 हामी खानावाना खाइसक्यो होइन? खाइसकेपछि अब हामी जान्छौँ अब हाम्रो यात्रा हुनेछ जनकपुरसम्मको होइन? यो सक्क विश्राम गर्दै त्यतिको 100 रुपियाँ महँगो भएन टेस्ट नास्टो योग्य छ लानु कसलाई प्यानपल हो प्यानपल